हुन त म जस्तै भाले हो त्यो पनि यो भाले बासेको देखेर त्यो भाले बासेको होला यो करौँती पनि बोकेको छु अब गैरी खेतको धान फाँटै पयालो सुन फल्याछ सुन ओहो गाउँले हो के हो धान काट्ला भन्न त नगरी काम पुग्दैन खाना साँझ र बिहान म त ढले 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 आया मेरो ढाड दुख्यो साह्रै Subscribe to my channel. हेलो नमस्ते छ्याजालो जोडले म हो एन्डी र यो हो एन्डी लाहुरे भ्लग्स जुङ्गी हलदारको नयाँ भिडियोमा सबैजनालाई फेरि पनि एकदम दिलभित्रबाट स्वागत छ र सबैजना कुशल मङ्गल नै हुनुहुन्छ होला म पनि एकदम ठिक छु यो कुखुराको भालेले जहिले मलाई डिस्टर्ब गरिरहेको हुन्छ हुन त म जस्तै भाले हो त्यो पनि यो भाले बासेको देखेर त्यो भाले बासेको होला अलराइट केही पनि छैन र अझै पनि स्टिल गाउँतिर नै छु गाउँतिरको बसाइ एकदमै लामो भयो लामो हुनुको धेरै कारणहरू छ सो त्यो कारणहरू मध्ये फेरि अर्को कारण र मेन कारण जो आज म जहाँ जाँदैछु त्यो नै मेन कारण हो आज चाहिँ म यस्तो यो लिएर जाँदैछु ल हेर्नुहोस् के हो यो कोलाई थाहा छ कमेन्ट गर्नु होला र यो लिएर जाँदैछु असारमा धान रोपेको देख्नुभयो हिलो खेलेको देख्नुभयो धान पनि काट्नु पर्यो दाई पनि हाल्नु पर्यो धान पराल घरमा भित्राउनु पनि पर्यो त्यस कारणले गर्दाखेरि स्टिल दसैँभन्दा अगाडि गाउँ आएको म अहिलेसम्म पनि यतै छु र धेरै दिन पानी पर्यो कहिले के भयो धानहरू पाकिसकेको छ अनि हाम्रो गाउँतिर चाहिँ एउटा 12 भन्छ हैन पूजा गर्ने दिनहरू हुन्छ 4-5 दिन चाहिँ एकदम काम गर्नै नहुने खालको पूजाहरू थियो हाम्रो 12 गर्ने भन्छ गाउँमा कसको गाउँमा त्यो चलन चल्ती छ हाम्रोमा चाहिँ एकदमै छ त्यो पनि र त्यसकारणले आजबाट भने खुलेको छ र आज धान काट्न सुरु गरिसकेका छौँ तर एउटा समस्या के छ भने यहाँनिर गाउँमा मान्छे छैन काम गर्ने मान्छे पाउन एकदमै गाह्रो छ सो बाबाले कता के फोन गरेर 2 जना बोलाउनु भएको छ बाबा गइसक्नु भएको छ अब म जान्छु बाबा आउनुहुन्छ र अब म चाहिँ खाजा भुजा लिएर जानुपर्ने र आफूले खाजा भुजा बनाउनु पर्ने भएर म अलिक ढिलो भएँ अब गएर म यस्तो धस्काउँछु यस्तो एक पाखा आज उडाइदिन्छु एक्लैले सो भिडियोलाई हेर्दै गर्नुस् अब म लागे धान काट्न कमलबोटे खेतमा अस्ति मैले सुन फलेको त देखाएँ तपाईलाई अब सुनलाई फेरि सम्हाल्नु पर्छ त्यसलाई हैन सो भिडियो कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर प्रतिक्रिया पनि दिनु होला जसले सब्स्क्राइब गर्नु भएको छ थ्यांक यू भेरी मच जसले गर्नु भएको छैन छिट्टो सब्स्क्राइब गर्नुस् किनभने अर्ग्यानिक भिडियोहरू लिएर आउने कोसिस गरिरहेको हुन्छु कस्तो लाग्छ तपाईहरुलाई प्रतिक्रिया पनि दिनु होला मेरो गल्ती प्रति पनि तपाईहरुले सच्चाइ दिनु होला मैले के गल्ती गरिरहेको छु र के ठीक गरिरहेको छु सबै भनिदिनुस् तपाईको प्रतिक्रिया नै मेरो लागि एकदमै ठुलो कुरा हो अलराइट सबैजनालाई धन्यवाद यो ब्लग्स पनि सुरुदेखि अन्तिमसम्म हेर्नुस् रमाइलो हुनेवाला छ ल हेर्नुस् त घाम यति चर्को लागेको छ अब घाम पानी सबै सहनु पर्ने हुन्छ सो अब म लागे खेततिर खाजा पनि बोकेको छु यता पिछाडी पनि छ यो करौती पनि बोकेको छु अब
गैरी खेतको धान काट्नको लागि एन्डी गुरुङ ओह्रालो लाग्यो। अब यो गाउँमा चाहिँ काम कहिले पनि सकिँदैन। पहिलाबाट नि बुढा बाजेहरूले भन्थ्यो यो गाउँमा कहिल्यै सकिँदैन काम। अब यतातिर कोदो लट्टरम्मै पाकिरहेछ। कोदो हेर्नुहोस् त। अब यो कोदो पनि टिप्ने हो, धान पनि काट्ने हो, दाइँ पनि हाल्ने हो, फेरि कोदो पनि कुट्नु पर्यो भनेपछि काम धेरै छ, जनसङ्ख्या कम्ती छ। हुन त अब पहिला जनसङ्ख्या पनि थियो, तल तलसम्म खेत रोप्थे हैन। आजभोलि जनसङ्ख्या पनि कम्ती भयो। अब अलिअलि कोही रहरले रोपिरहेछन्, कोही करले पनि रोपिरहेछन्। सो कतिले बाँझो छोडे र यतातिर फेरि यो हेर्नुहोस्, यो अब यो हो खले गर। यहाँनिर कोदो कुट्नेदेखि लिएर दाइँ हाल्ने। अब यहाँनिर चट्ट यो लिपेर गोबारले चट्ट लिपेर अब उता नल काटिसकेका छन्, यता खुर्काएर पनि स्टार्ट भइसक्यो। यो हतार हतार हुन्छ सबै काम। यतातिर कोदो पनि टिपिसकेको रहेछ। सो यस्तै नै हो गाउँघरमा, सधैँ नै रमाइलो हावाहुरी चलेर यो कोदो पनि सर्लक्कै सुताइदिएछ हेर्नु त। यो टिप्न कति गाह्रो हुन्छ। यो उठेको भए कति सजिलो हुन्थ्यो टिप्न। त्यही भएर गाउँघरमा जसले पनि बिताउनु भएको छ जिन्दगी कष्टकर नै छ। बजारमा अब खाने घुम्ने, अब जबवालाहरूले जब गर्ने नहुनेहरू त अब त्यस्तै नै हो। जब पनि नेपालको जब फेरि त्यस्तै छ। 1 महिना काम गऱ्यो 10,000 सेलेरी पाउँछ। बरु गाउँमा काम गऱ्यो भने दिनदिनै त्योभन्दा धेरै सेलेरी पाउँछ। त्यही भएर म गाउँमै आएर काम गर्दैछु, पैसा पनि कमाउँदैछु। महिनाको 15-16 हजार, दिनको 500-600 कमाउँछु, रमाउँछु, नारेपा खान्छु चट्ट। बिहान उठ्छु, गोबर सोर्छु, झाडु लाउँछु, खाना बनाउँछु, कुकुर डुलाउँछु। त्योभन्दा त अरू के नै गर्ने र होइन र। त्यही भएर मजा नि छ, सजा पनि छ। अब 2 महिना क्रस भइसक्यो गाउँ आएको, यतैतिर छु। ल हेर्नुहोस्, लटरम्मै धान पाकेर फाँटै पयालो सुन फल्याछ। सुन फल्याछ। अब यो सुनलाई थन्काउने काम जोडतोडले भइरहेको छ। तल एउटा ठुलो ग्रुप रहेछ। यो ग्रुपले आज कति काटिसक्यो भन्ने कुरा एकछिनमा म तपाईँलाई देखाउँछु। ल हेर्नुहोस् त, एकदम गचक्कै फलेको छ धान, राम्रो फलेको छ। यसरी धान फल्दियो भने किसान पनि खुसी होइन र। ल यो पयालो धानको खेतमा यो कालो केटा उभिँदाखेरि कस्तो देखेछ दृश्य कमेन्ट गर्नु होला। सुहाछै सुहा छैन। अब हेर्दा त यसले केही नि काम गर्दैन भन्नुहुन्छ होला, तर यो केटाले सबै काम गर्छ है। सो अब एकछिनपछि गएर गजबसँग धान पनि काटिन्छ। अलराइट। ओहो गाउँले हो के हो, धान काट्ला भन्दा त गजबले बस्नु भएको छ तपाईँहरू। काकाश्री भोटेवडारबाट आउनुभएछ। टी ब्रेक त्यो पनि ठिकै हो। टी ब्रेक खाजा ब्रेक भएको छैन अझै।
अहिलेसम्म यति नै काट्नु भएको जम्मा मान्छे त टन्नै छ त हौ के हो झार छुट्टाउँदै काट्ने ल हेर्नुहोस् यी इसु रक्सी खाए नि हुन्छ ल ओके हजुर नै भयो तै ल ल यता फेरि आमामा पुरै गोर्खा हेड लगाएर हो ओहो ल कहिले आउनुभयो काका धान काट्नै आउनुभयो तपाईँ ल ओहो यस्तो राम्रो ज्वाइँहरू कहाँ पाउँछ जो पाए त्यसले यार धान काट्न ज्वाइँ लमजुङबाट तनहुँ आउनुभएछ ल गजब छ ल यहाँ हाम्रो पार्टीहरू अहिले एकछिन ब्रेक गर्नुभएको छ उहाँहरू काट्दै हुनुहुन्छ अब म पनि काट्छु हामी त चट्ट फेरि उता पारी माछा पुच्छ्रे अन्नपूर्ण हिमाल हेर्दै पो धान काट्छौँ त हौ ल हेर्नुहोस् त हौ कस्तो गजब ल हेर्नुहोस् यस्तो हुन्छ त्यही भएर अब यो खेतको धानहरू 2-3 दिनमा सखाप बनाउँछ यहाँ पुरै राक्षस काम गर्न एकदम कडा मान्छेहरू मात्रै हुनुहुन्छ सो हेर्दै गर्नुहोस् एन्डी लाउरे भ्लग्स यो चाहिँ खलेगर हो यहाँनिर चाहिँ अब हामीले यो छिटो धान उठाएर यसलाई तासेर यहाँ लिपेर फेरि हामीले यसलाई दाइँ हाल्नको लागि कुन्नी हाल्नको लागि रेडी गर्नुपर्ने हुन्छ त्यस कारणले यसलाई चाहिँ काटिसकेका छौँ अब हामी अरू ठाउँतिर पनि काट्छौँ र हाम्रो धान काट्ने साथीहरू चाहिँ यो एउटा ठुलो गरा काटेर तलतिर जानुभएको छ होला अब उनीहरूलाई खाजा खुलाउने र म पनि स्टार्ट गर्छु धान काट्न धान भन्दा पनि धेरै झार देखिरहेछ सरी धानबारी एउटा ठुलो गरेर काटिसकेको अवस्था छ र यो अहिले काट्दै हुनुहुन्छ दुईजना ल हेर्नुहोस् नि दुईजना धान काट्दै हुनुहुन्छ अब म पनि उनीहरूसँगै मिसिएर धान काट्छु ल भ्यू चाहिँ यस्तो छ गजबको दृश्य छ पारी हिमाल हेर्दै हामी धान काट्छौँ ल धान लटरमै फलेको छ अब त्यो लटरमै फलेको धान काट्न म पनि यहाँ आइसकेँ रेडी छ अब हतियार अब हुन्छ ड्युटी सुरु एन्डी गुरुङको ओके हेर्दै गर्नुहोस् कसरी काट्छु मैले धान ल मेरो काम सुरु भयो अब म पनि धान काट्नु एकदमै तयारी भएर आइसकेको छु झ्याम काटिन्छ भुँडी ठुलो भएर बस्न पनि नमिल्दो रहेछ टन्न खाइया छ सुतिया छ त्यो भएपछि धान जस्तै देखिन्छ तर धान चाहिँ होइन धानसँगै छ यस्तो यो पनि काट्दिउँ कि हो
धानसँगै छ तर धान चाहिँ होइन। हेर्दा पनि सेम देखिन्छ। अर्को नि तर यो धान होइन, यो के जात हो कुनि? धान भन्नु धेरै घाँस छ। के हो यस्तो? पहिला त धान मात्रै हुन्थ्यो, आजभोलि त खै के हो कुरा बुझिँदैन। म चाहिँ बुझिनँ कुरा। काम गरेर खानु गाह्रो छ। सेक्युरिटी गार्ड गर्नु गाह्रो छ। फेरि गाह्रो जताततै छ। उफ, यति काट्दै ब्लक भइसक्यो एन्डी गुरुङको। अरे बाफ्रे, यत्रो काट्नु छ, खेताला पाइँदैन पैसै तिरेर पनि। अब आफूले नै कोसिस गर्नुपर्ने हुन्छ। बल्ल पर्यो निर्माया माकुरी जालैमा। एन्डी गुरुङ पर्यो धान काटाइमा। काट्नै पर्यो। भात खान मन लाग्छ, भात खान मन लाग्छ, धान काट्नु पर्यो, धान रोप्नु पर्यो, आली हाल्नु पर्यो, हलो जोत्नु पर्यो, हो कि होइन? सानो छ खेत, सानो छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान भन्ने छ नि, त्यस्तै हो। किसनको छोरो हो, काम गरेर खान लजाइँदैन र काम गरेरै पेट पाल्नुपर्छ सबैजनाले। कसैले देखाउँछ, कसैले देखाउँदैन। म पनि भिडियो सिडियो बनाउने मान्छे भएर मात्रै देखाएको हो। काम त सबैले गरेर हुन्छ, तर एन्डी गुरुङले गरेको हरेक काम चाहिँ तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ। यसरी गर्छ काम, कम फास्ट काट्छ, झ्याप हो। यो त अलिक घाँस बेसी रहेछ, नत्र घाँस पनि छुट्याउनु पर्ने, झारपात काटेर पनि भएन। अब धान फलेको खत्रै फलेको छ। धान यतिकोलाई फलेकै भन्नु पर्यो। राइट, धान काट्दैछु आफूले सकेको जानेको हिसाबले। तर यो भुँडी ठुलो भएर बस्न नमिल्ने, उठेर धान काट्न नमिल्ने, मलाई बस्न नमिल्ने, कति ठुलो आफत छ। अहिले स्टार्ट गरिरहेको छु, काटिरहेको छु, मजा आइरहेछ, पसिना बगिरहेछ। पसिना बगाऊ रगत बचाऊ। जसले मेहनत गर्छ, जसले कसरत गर्छ,
त्यो मान्छेले लडाइँमा जित हासिल गर्छ, सफलता हासिल गर्छ भन्थे। यहाँ पनि त्यही हो। यहाँ पनि मैले काम गरेँ, उकाली ओह्राली हिँडेँ, पसिना बगायो भने म आफै फिट हुने हो। अलिक धेरै वर्ष पेन्सन खान पाउने हो। खायो, सुत्यो, छिटै जान्छु फेरि। पेन्सन कम्ती खान पाइन्छ, त्यही भएर पसिना बगाउन जरुरी छ र म पसिना नै बगाउँदैछु। काट्ने हो आज, मजाले काट्छु। कालो होस् कि निलो होस्, कालो निलो त अब त्यतिकै कालो मान्छे, अब निलो चाहिँ हुन्छ होला त्यस्तै लागिरहेछ। यस्तै छ। उता हाम्रो 2 जना हुनुहुन्छ, उहाँहरू काट्दै हुनुहुन्छ। अब उहाँलाई म खाजा खुवाउँछु, त्यहाँबाट फेरि मेरो काम सुरु हुन्छ। यो भयङ्कर दृश्य, यस्तो दृश्य हेर्दै काम गर्न नि त आनन्द आउँछ नि, होइन र? ल हेर्नुहोस् त, अरे बाफरे, घाम एकदम जोड तोडले लागेको छ, त्यही भएर पनि गाह्रो पर्यो। ल मर्यो, घाम पनि डुब्नै आँट्यो, थकाइ पनि लाग्यो। अरे बाफरे, ठ्याक्कै त्यो रातो घाम यो कालो अनुहारमा पर्दा त कम्ती ह्यान्डसम नदेख्दो रहेछ। धान पनि काट्दैछु हो, थकाइ पनि लाग्यो। म त यहीँ सुत्दिन्छु। आइया, क्यामेरा कता फर्कियो? ढाड दुख्यो, भुँडी ठुलो भएर धान काट्न बसेर काट्नुपर्ने, घोप्टो हुनुपर्ने, काम गरेर खान निकै गाह्रो छ, हो कि होइन? तपाईँहरू को काम गर्नुहुन्छ म जस्तै? ल एकछिन ढाड सोझाउनु पर्यो। काट्न त अझै नि काट्छु एकछिनमा, कहिले जाने बेला भएको छैन। आनन्द आयो, पसिनै पसिना पनि भर्छु। अहिले चाहिँ अलिक पसिना सुकेको अवस्था छ। अब एकछिन काट्छु अझै, त्यहाँबाट लाग्नुपर्छ घरतिर। यो काटियो, यो तलको काटियो, उता काट्दैछन्, यता बाँकी नै छ। अब धान भन्दा पनि धेरै घाँस छ नि। ल हेर्नुहोस् है, यस्तो भएपछि अनि कस्तो काट्नै गाह्रो हुने रहेछ। हिमाल पनि अब ढाकिँदैछ। अब एउटा गरा चाहिँ काटेर जान्छु, स्टार्ट गरिसकेको छु। यहाँ काट्दैछ मेरो भाग, यता छ। अब यो चाहिँ म काट्छु। मैले यहाँ स्टार्ट गरेको छु, यो गर सकेर मात्रै जाने म। यो उता छेउसम्म छ, भोलि पनि काट्नुपर्ने हुन्छ। आज अँध्यारो हुन आँटेको छ, अब बिदा पनि हुनुपर्छ। ल हेर्नुहोस् है, यस्तो भएपछि अनि कस्तो काट्नै गाह्रो हुने रहेछ। हिमाल पनि अब ढाकिँदैछ। अब
घाम पनि डुब्न आँट्यो। अब अलिकति उज्यालो हुनुसम्म एक्लै हो नि काट्नुपर्ने हुन्छ। खेतालाहरू गइसके, टाढोबाट आउनु भएको भएर अँध्यारो हुन्छ अरे। अब एन्डी गुरुङले एकछिन काट्छ। यहीँ पुल्टुङै पल्टेला यार। हाय हाय गजब छ जिन्दगानी। ढाड दुख्यो, पेट दुख्यो, के दुख्यो। गाह्रो छ हजुर। मैले काटेको धान यतातिर छ। आज जम्मा एउटा दुईटा तीनटा गरा मात्रै काट्न सफल। अब रात पर्यो भनेर खेतालाहरू यति काटेर यसलाई त्यत्तिकै छोडेर जानुभयो। रात पनि पर्यो, घाम डुबिसक्यो। म चाहिँ यहाँ काट्दैछु। कोसिस जारी छ एन्डी गुरुङको। अब एकछिन काटेर त्यहाँबाट म पनि बाई बाई हुन्छु। किनभने फेरि घरमा गएर भात पकाउनु पर्छ, खुलाउनु पर्यो ड्याड ममलाई हैन। अरे बाफरे, जिन्दगी गजबको छ जिन्दगी केटा, रमाइलो छ जिन्दगी। त्यही भएर पनि हामी जहिले पनि हामी खुसी हुनुपर्छ। खुसी भयो भने मालामाल, दुखी भयो भने फेरि रोएर नै जिन्दगी बित्ने हो। सबजना खुसी रहनुहोस्। ल हजुर, धान काट्दै यो सूर्य अस्त भएर अँध्यारो भयो। जताततै तपाईँ हेर्न सक्नुहुन्छ हिमाल पनि ढाकियो। सो अब एन्डी गुरुङ पनि बिदा हुने बेला भयो। म पनि माथि पुग्नुपर्छ। त्यही भएर अँध्यारो भयो भने फेरि बाघले एट्याक गर्न पनि सक्छ। त्यही भएर यो सबै चारैतिरको दृश्य तपाईहरुलाई देखाउँदै आजलाई यो मिस्टर एन्डी आजको यो धान कटिङ ब्लग्स बाट बिदा चाहन्छ। ढाड दुखिरहेछ मलाई त यही धानबारीमा सुत्दिउँ भएको छ। म यतिकै ढले आया म त ढले आया मेरो ढाड दुख्यो साह्रै। त्यही म ढलेको अवस्था। यदि म यहाँ एक्लै यसरी साँच्चीकै बेहोस भएर ढले भने चाहिँ मलाई कसले उठाउला? कोही छ उठाउने? गाउँलेहरू माथितिर कोही पनि छैन। त्यही भएर गाह्रो छ।
म लडिरहेको छु यहाँ लडेर नै आजको यो भ्लग्सबाट म बिदा चाहन्छु फेरि अर्को भ्लग्समा भेटौँला कुराकानी गरौँला रमाइलो गरौँला तबसम्मको लागि मिस्टर एन्डी एन्ड एन्डी लाउरे भ्लग्सलाई बिदा दिनुहोस् सबैजना स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुसी रहनुहोस् कहिले पनि दुखी नहुनुहोस् दुःखै परे पनि आफूले आफूलाई सम्हालेर सुखी भएर बस्नुहोस् अलराइट बाई बाई फेरि भेटौँला लभ यु अल टेक केयर